र विगत फेब्रुअरी महिनामा ममा केही है सानो गवाही लिएर तपाईँको समक्ष आएको छु, जुन गवाहीले चाहिँ तपाईँको यो शिक्षामा आउँदो दिनहरूमा केही सहायताहरू पुर्याउने गर्छ भनेर तपाईँको समक्ष यो मेरो गवाही लिइरहेको छु। र गत फेब्रुअरी महिनाको बेलामा म चौरस्तामा बसिरहेको थिएँ र बसिरहेको बेलामा त्यहाँनिर सुसमाचारहरू प्रचार गर्दै गरेको मैले देखिरहेको थिएँ र तिनीहरू प्रचार गर्दै गर्दै तिनीहरू म भएकोमा पनि आयो अनि मलाई भन्न लाग्यो, तपाईँले प्रभु यीशुको बारेमा सुन्न चाहनुहुन्छ भनेर भन्यो। अन्त मैले म सुन्दिनँ भने। अन्त किन सुन्नुहोस् न, कस्तो राम्रो राम्रो कुराहरू छ भन्यो र पनि मैले सुन्दिनँ भन्दाखेरि पनि उनीहरूले जबरजस्ती गर्दा चाहिँ मैले होइन म पनि क्रिस्चियनै हो, त्यही कारण मलाई नसुनाउनुहोस्, मलाई सुनाउनु भन्दा चाहिँ बरुभन्दा अरूहरूलाई सुनाउनुहोस् न मैले भनेँ। त्यसो भन्दा उनीहरू ए तपाईँ पनि क्रिस्चियनै हो भनेर उनीहरू अडियो। त्यहाँबाट मलाई भन्न लाग्यो ए त्यसो भए तपाईँहरू क्रिस्चियन हो भने चाहिँ कुन चाहिँ मण्डलीबाटको हो भने। अन्त मैले एजी मण्डलीकोबाट हो भने। त्यहाँबाट भन्न थालेँ त्यसो भए तपाईँहरू प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नुहुन्छ भनेर भन्यो। गर्छौँ नि, हामी त पिता पुत्र पवित्र आत्मामा विश्वास गर्छौँ भनेर भने। ए त्यसो भए तपाईँहरूले निस्तार चाड मनाउनुहुन्छ भनेर भन्यो। निस्तार चाड हामी त मनाउँदैनौँ त निस्तार चाड त भन्दै भन्यो। अन्त प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नुहुन्छ भने अन्त कस्तो निस्तार चाड नमनाउनु भएको त प्रभु यीशु ख्रीष्टले त निस्तार चाड मनाउनु भनेको छ त भन्दै भन्यो। अन्त मैले कहाँ भनेको छ हामीलाई त थाहा छैन त केमा चाहिँ भनेको छ भन्दा बाइबलमै भनेको छ भन्दा भन्यो। अन्त मलाई पनि देखाउनुहोस् कहाँनिर रहेछ भनेको रहेछ भन्दाखेरि उनीहरूले ब्यागबाट बाइबल निकालेर देखायो र मलाई यो पद देखायो लुकाको 22:15 देखायो। यहाँनिर यसरी लेखेको रहेछ, उहाँले तिनीहरूलाई भन्नुभयो, मैले दुःख भोग्न अघि नै यो निस्तार चाडको भोजन तिमीहरूसँग खाने ठुलो इच्छा गरेको थिएँ भनेर भन्यो। अन्त यो पद देखायो मलाई। अन्त उनीहरूले भन्यो देख्नुभयो यहाँनिर बाइबलमा लेखेको छ प्रभु यीशु ख्रीष्टको ठुलो इच्छा थियो निस्तार चाड मनाउने भनेर, र पनि तपाईँहरू मनाउनु हुँदैन यो त अन्त भनेर भन्यो। अनि यो त इच्छा त गरेको हो, अन्त यो त पालन त आज्ञा त दिएको होइन नि त, गर्नै पर्छ भनेको त होइन नि त भन्दाखेरि ठुलो इच्छा गरेको थियो भन्नुको मतलब नै आज हामीले निस्तार चाड मनाउनु पर्छ भनेर उनीहरूले भनिरहेको थियो। हामी त निस्तार चाड त मनाउँदैनौँ भने। अन्त के चाहिँ मनाउनुहुन्छ त्यसो भए तपाईँहरूले भने हामी चाहिँ खालि प्रभु भोज चाहिँ गर्ने गर्छौँ, किनभने यो चाहिँ हामी प्रभुले नै भन्नुभएको छ जबसम्म मेरो दोस्रो आगमन हुँदैन तबसम्म तिमीहरूले यो चाहिँ मेरो सम्झनाको निम्ति अक्सर गर्ने गर भनेको छ र यो चाहिँ हामी जहिले पनि गर्छौँ भनेर भनिरहेको थिएँ मैले उनीहरूलाई। त्यसो भए अन्त उनीहरूले भने त्यसो भए तपाईँहरूले अखमरी रोटीको चाड पनि मनाउनु हुँदैन होला भने हामी मनाउँदैनौँ, यस्तोहरू चाडहरू पनि मनाउँदैनौँ भन्दै भने। त्यसो भन्दा चाहिँ त्यसो भए उनीहरूले भने त्यसो भए तपाईँहरूले क्रिसमस चाहिँ मनाउनुहुन्छ होला भन्यो। मनाउँछौँ नि अन्त हामी क्रिसमस त भने। अन्त किन मनाउनुहुन्छ भन्दाखेरि प्रभु यीशु ख्रीष्टको जन्म भएको कारण चाहिँ हामी क्रिसमस मनाउँछौँ भन्दै भने। सबै मण्डलीहरूले त्यसै भन्छ प्रभु यीशु ख्रीष्टको जन्म हो भनेर क्रिसमस मनाएको भन्छ, तर तपाईँहरूलाई थाहा छैन त्यो त प्रभु यीशु ख्रीष्टको जन्म त कहाँ हो, यो त सूर्य देवताको पूजा पो गरेको त। उनीहरूले सूर्य देवताको पूजा गर्दाखेरि चाहिँ यसलाई चाहिँ उनीहरूले क्रिसमस भनेर मनाउँछ भनेर भन्यो। अन्त मैले होइन नि कहाँ हो, अन्त प्रभु यीशु ख्रीष्टको उयोमा त जन्म उत्सवमा त स्वर्गदूतहरू आएर नै त प्रभु यीशु ख्रीष्टको जन्मेकोमा उनीहरूले स्तुति आराधनाहरू गरेको छ, अनि त्यही कारण हामी पनि गर्छौँ नि मनाउँछौँ भनेर मैले भनिरहेको थिएँ। तर उनीहरूले चाहिँ होइन नि यो प्रभु यीशु ख्रीष्टको जन्म उत्सव होइन, यो चाहिँ सूर्य देवताको पूजा हो भनेर उनीहरूले मलाई उयो गरिरहेको थियो, जिद्दी गरिरहेको थियो। र फेरि अन्त मलाई उयो पनि सोध्यो उनीहरूले त्यसो भए तपाईँहरूले गुड फ्राइडे मनाउनुहुन्छ कि हुँदैन भने मनाउँछौँ हामी गुड फ्राइडे भन्यो। अन्त मैले सोधेँ तपाईँहरूले चाहिँ मनाउँदैन? मनाउँछौँ हामी पनि गुड फ्राइडे मनाउँछौँ, तर अरू मण्डलीहरूको जस्तो होइन त्यो भोजहरू पकाएर, तर हामी चाहिँ उपवास सहित बसेर गुड फ्राइडे मनाउँछौँ भन्दै भन्यो। त्यहाँबाट अन्त हामी पनि त त्यसै गर्छौँ भन्दाखेरि अन्त त्यसो भए तपाईँहरूले के पो क्रुसलाई पनि मान्नुहुन्छ होला होइन? मान्छौँ नि भन्दै भने। त किन मान्नुहुन्छ त्यो क्रुस के
के हो भनेर मलाई सोधिरहेको थियो। अन्त क्रुस के हो र? त्यो क्रुस नै अब प्रभु यीशु ख्रीष्ट त्यही क्रुसमा नै बलि भयो, त्यही क्रुसद्वारा नै प्रभु यीशु ख्रीष्टले आज हामीलाई जीवन दियो है। जीवन र मृत्युको कुरोहरू आज त्यही क्रुसबाट छ है। त्यो क्रुसबाट नै आज हामीलाई विजय दियो, जीवनहरू दियो। त्यही कारण हामी चाहिँ त्यो क्रुसलाई उयो गर्छौँ भने, तर उनीहरूले चाहिँ भनिरहेको थियो हामी त क्रुसलाई त घृणा पो गर्छौँ त भन्दै भने। किन घृणा गर्नुहुन्छ भन्दाखेरि हामी चर्चहरूतिर पनि राख्दैन क्रुस। तपाईँहरूले राख्नुहुन्छ नि? हामी राख्छौँ, तर हामी चाहिँ चर्चहरूतिर पनि त्यो क्रुसहरू राख्दैन। हामी चाहिँ क्रुसलाई घृणा गर्छौँ भनिरहेको थियो। किन घृणा गर्नुहुन्छ भन्दाखेरि चाहिँ तपाईँहरूलाई थाहा छैन के पो क्रुस चाहिँ एउटा दण्डको कारणहरू हो, श्रापको कारणहरू हो है, कसैलाई मृत्यु दिने कारणहरू हो। त्यही कारण हामी चाहिँ क्रुसलाई घृणा गर्छौँ। आज त्यही क्रुसको कारणले गर्दा प्रभु त्यो क्रुसमा प्रभुलाई झुन्डायो भनेर भनिरहेको थियो। अन्त इक्जाम्पल पनि दिइरहेको थियो। जस्तै अब तपाईँको आफन्तलाई कसैले छुरी घोचेर मार्यो भने त्यो छुरीलाई त तपाईँले धुई पखाली गरेर त यसले मेरो आफन्तलाई मारेको भनेर घरमा त सजाएर राख्नु हुँदैन, त्यसलाई घृणा गर्नुहुन्छ। त्यसरी नै हामी पनि त्यो क्रुसले प्रभुलाई उयो गरेको कारणले गर्दा, झुन्डाएको कारण हामी त्यो क्रुसलाई चाहिँ घृणा गर्छौँ भनेर भनिरहेको थियो मलाई। अन्त म है अचम्म मानिरहेको थिएँ उनीहरूको कुरालाई सुनेर। अन्त यसै बिच फेरि उनीहरूले मलाई भन्यो त्यसो भए तपाईँहरूले माता परमेश्वरलाई पनि मान्नु हुँदैन होला भने। अन्त म त छक्कै परेँ, माता परमेश्वर को माता परमेश्वर भनेर मैले भनेँ। अन्त माता परमेश्वर छ त अन्त यहाँ बाइबलमै त छ भन्दै भने। अन्त मैले कहाँ छ भन्नुहोस्, मलाई देखाउनुहोस् भनेर मैले भनेँ। अनि त्यसै त कहिले पनि हामी भन्दैनौँ, हामी है प्रुफ सहित नै देखाउँछौँ भनेर मलाई बाइबलबाट प्रकाशित वाक्यमा लग्यो उनीहरूले मलाई। र प्रकाशित वाक्य मलाई 21को 9 पदमा देखायो। 21को 9 पद खोलेर देखायो। यहाँनिर चाहिँ के लेखेको रहेछ भन्दाखेरि तब ती 7 अन्तिम विपत्तिले भरिएका 7 कचौरा हुने 7 स्वर्गीय दूतहरूमध्ये एकजना आएर मलाई यसो भने, आऊ म तिमीलाई थोमाकी पत्नी उहाँकी दुल्ही देखाउने छु भनेर भने। अन्त यो दुल्ही चाहिँ आज माता परमेश्वर हुनुहुन्छ भनेर उनीहरूले भनिरहेको थियो। अन्त मैले कहाँ हो, होइन नि त्यो दुल्ही त त्यस्तो भनेको होइन। दुल्ही भनेको मतलब त आज हामी मण्डलीलाई भनेको हो। आज हामी मण्डली चाहिँ उहाँको दुल्ही हो नि त भन्दाखेरि चाहिँ हजुर सबैतिर आज दुल्ही चाहिँ आज मण्डलीलाई चाहिँ दुल्ही भन्छ हो, तर कदापि पनि मण्डली चाहिँ दुल्ही चाहिँ हुँदै होइन भन्यो। त यसको पनि प्रमाण हामीसँग छ भने कहाँ छ मलाई देखाउनुहोस् भन्ने मैले त्यति बेला पनि उनीहरूले प्रकाशित वाक्य नै खोलेर देखाए। प्रकाशित वाक्य 22को 17 पद मलाई देखायो। यहाँनिर कसरी लेखेको रहेछ भने प्रकाशित वाक्य 22को 17 पदमा पवित्र आत्मा र दुल्ही भन्नुहुन्छ आउनुहोस्, जसले सुन्छ त्यसले भन्नुहोस् आउनुहोस्, जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लियोस्। आज यो दुल्ही भनेको चाहिँ माता परमेश्वर नै हुनुहुन्छ। आज मण्डली चाहिँ कसरी चाहिँ आज यो जीवनको पानी दिनुहुन्छ। आज मण्डली भन्यो भने त त्यसो भए तपाईँ र हामी हो। आज हामी मान्छे हो। आज मान्छेलाई नै कसैले बचाउन सकेको छ, जीवनको पानी सित्तैमा दिन सकेको छ, कसैले उद्धार गर्न सकेको छ। यो चाहिँ सबै जीवनको पानी दिने, उद्धार दिने चाहिँ यो चाहिँ माता परमेश्वर हो। यो दुल्ही चाहिँ भनेको चाहिँ आज मण्डली होइन। आज सबै चर्चहरूतिर यो दुल्ही चाहिँ मण्डली हो भनेर है सबैले विश्वास गरिरहेको छ। तर खासमा हो भने चाहिँ यो दुल्ही चाहिँ माता परमेश्वर हुनुहुन्छ भनेर भनिरहेको थियो। किनभने आज मण्डली त अब तपाईँ र हामी भयौँ। तपाईँ र हामीले चाहिँ कसरी चाहिँ अरू मानिसहरूलाई चाहिँ जीवनको पानी दिन सक्छौँ भन्नुहोस् त भनेर मलाई भनिरहेको थियो। त्यही बिच चाहिँ एकजना आन्टी पनि हुनुहुन्थ्यो। त्यो आन्टीले मलाई भनिरहनु भएको थियो, नानी धेरै रहस्यको कुरोहरू छ यो बाइबलभित्र है, जो चाहिँ आजको चर्चहरूतिर पास्टर बुवाहरूले पनि है तपाईँहरूलाई यस्तो भन्न सक्दैन, यस्तो रहस्यको कुरोहरू भन्न सक्दैन। तर हाम्रो मण्डलीमा चाहिँ यस्तो कुरोहरू, रहस्यको कुरोहरू तपाईँहरूलाई बताउँछ। हाम्रो मण्डली चाहिँ यता मेरी भिल्लामा छ, तपाईँहरू आउनु सक्नुहुन्छ भनेर मलाई भनिरहेको थियो। तर मैले उनीहरूको कुराहरूलाई है इन्कार गरिरहेको थिएँ। र अन्त फेरि मलाई त्यसै बिचमा पनि
भन्यो। अन्त आज संसारको सुरुमा मानिस जाति बनाउँदाखेरि कसरी बनाए तपाईँलाई थाहा छ भनेर मलाई सोधेको थियो। हजुर मलाई थाहा छ भने के भनेर भनेको थियो, त्यो पनि के भनेर मानिस जाति सृजिएको थियो त्यो तपाईँलाई थाहा छ नि? हजुर थाहा छ पनि भने मैले। अन्त के भनेको थियो भन्नुहोस् त भनेर भन्यो। अन्त मैले भने आओ हामी हाम्रै स्वरूपमा मानिसलाई बनाऊँ भनेर भनेको थियो भने। अन्त त्यसो भए आओ हामी हाम्रै स्वरूपमा बनाऊँ भन्दा चाहिँ कसलाई चाहिँ भनेको भने अब कसलाई भन्छ र? अब परमेश्वर त्रिएक परमेश्वर हुनुहुन्छ, पिता परमेश्वर, पुत्र प्रभु यीशु ख्रीष्ट, पवित्र आत्मा। आज ती त्रिएक परमेश्वर भएको कारणले गर्दा चाहिँ आओ हामी भनेर भनिरहेको थियो नि। होइन, त्यो त्रिएक परमेश्वर होइन। त्यति बेला चाहिँ माता परमेश्वर र पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्थ्यो र उहाँले चाहिँ आज आओ हामी भनेर दुवैजना भएर चाहिँ आज मानिसलाई बनाऊँ भनेर भनिरहेको थियो भन्ने कुरोहरू उनीहरूले भनिरहेको थियो। त्यो सुरुमा चाहिँ पिता परमेश्वर र माता परमेश्वर नै हुनुहुन्थ्यो, त्रिएक परमेश्वर हुनुहुन्थेन भनेर भन्नुभयो। किन चाहिँ हुन्थेन भने अन्त त्रिएक परमेश्वर भएको भए चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ किन पछि जन्मिन्थ्यो होइन? प्रभु यीशु ख्रीष्ट चाहिँ किन पछि जन्मिन्थ्यो? त्रिएक परमेश्वर भएको भए त त्यति बेला हुनुपर्ने त। र त पछि चाहिँ प्रभु यीशु ख्रीष्ट जन्मियो, त्यहाँबाट मात्रै त उयो भयो भनेर भनिरहेको थियो मलाई। अन्त मैले होइन सुरुमै हुनुहुन्थ्यो त्रिएक परमेश्वर भन्दा पनि होइन, नभए त्रिएक परमेश्वर भएको भए त प्रभु यीशु ख्रीष्ट जन्मिन्थेन, त्यस्तो कुरोहरू भनिरहेको थियो। अन्त तपाईँलाई थाहा छैन? अन्त आज संसारमा सबै कुरोमा पनि हेर्छौँ भने पनि सबै मानिसदेखिको लिएर पशु पक्षी किरा फटेरा सबै कुरोहरू हेर्छौँ भने जोडी छ, मेल फिमेल छ। आज त्यसो भए त्रिएक परमेश्वर माता परमेश्वर हुनुहुन्थेन भने त सबै कुरो मेल 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 मात्रै बनाउँथ्यो त। किन चाहिँ जोडी बनाएको? किनकि सुरुमा नै पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्थ्यो। त्यही कारण मानिसलाई पनि सुरुमा नै मेल र फिमेल है पुरुष र स्त्री बनायो, आदम र हवा बनायो हो भनेर भनिरहेको थियो। अन्त मैले भने होइन नि, फर्स्ट त आदम नै बनाएको हो। आदम एक्लो भएको कारणले गर्दाखेरि चाहिँ उसको लागि सहयोगीको निम्ति चाहिँ हावालाई बनाएको भनेर मैले भनेको थिएँ। तर उनीहरूले जिद्दी गरिरहेको थियो होइन है, पिता परमेश्वर र माता परमेश्वर हुनुभएको कारण सृष्टि पनि मेल र फिमेल नै गरेको भनेर तिनीहरूले मलाई भनिरहेको थियो है। यति भन्दै मेरो गवाहीलाई म यही नै राख्दछु। आशा छ कि यो मेरो है सानो गवाहीले तपाईँलाई आउने दिनमा है यस्तो कुरोहरूबाट धेरै सचेत रहने, भ्रममा नपर्ने कुरोहरू है उयो हुँदछ भनेर। किनभने आज हाम्रो आफ्नै नेपाली दिदीबहिनीहरू पनि यस्तो झुटो कुरोहरू लिएर आउँदछ र हामीलाई भ्रममा पार्न खोज्दछ है, हाम्रो विश्वासलाई उयो गर्न खोज्दछ। र तपाईँहरू पनि सचेत रहनुहोस् है र भ्रममा नपर्नुहोस् भन्दै मेरो गवाहीलाई यही